So hello everybody, this is one of the video जुन मेरो मोबाइलमा बसिरहेको थियो त्यतिकै जुन मैले एडिट गर्न बाँकी थियो सो आइएम डुइङ एडिटिङ for that now. So right now चाहिँ मस्त राम्रै भएर म स्वयम्भू जाँदैछु होइन अनि इट इज माई लाइक सेकेन्ड टाइम हुन्छ नि म धेरै गएको होइन जब लाइक म सानोमा गएको थिएँ अरे बट त्यतिखेर मलाई थाहा थिएन कि यो स्वयम्भू हो भनेर बट म गएको चाहिँ छु बट लाइक आफूलाई रियलाइज भएर चाहिँ दिस इज माई फर्स्ट टाइम है मलाई यति चाहिँ थाहा छ कि लाइक त्यहाँनिर एउटा एकदम लामो सिडी चढेर जानुपर्छ एउटा राम्रो त्यहाँनिर मेरो ड्याडीको एउटा फोटो पनि छ मस्तवाला अनि यहाँनिर चाहिँ मेरो मामाले चाहिँ होइन भिडियो बनाउँदै हुनुहुन्छ मामा भन्नाले चाहिँ लाइक मभन्दा सानै हुनुहुन्छ एजमा चाहिँ बट लाइक साइनोले चाहिँ मामा पर्छ होइन अनि यहाँ दुईजना मामा भान्जा चाहिँ कुदिरहेछन् यतिखेर पनि हामी चाहिँ थाहा नहुने क्या कहाँ हो भनेर हामी खोज्दै खोज्दै है एक पुरै त्यहाँबाट हिँड्दै थियौँ लाइक यहाँ अब आउँछ होला भनेर एन्ड देन बाटोमा चाहिँ एउटा मङ्कीहरू कति धेरै बाँदर भेट्यो होइन अनि हामी चाहिँ 5 जना गएको थियौँ होइन मेरो लाइक मेरो मामा अनि मेरो भाइ अनि मेरो बहिनी अनि म है अनि त्यसपछि चाहिँ दसैँ पछिको टाइम थियो है अनि फाइनल्ली चाहिँ हामी हुन्छ नि बल्ल बल्ल एउटा लाइक हो कि भन्ने ठाउँमा पुग्यौँ अनि त्यसपछि हामी लाइक जे होला भनेर त्यहाँभित्र गयौँ है थाहा थिएन यो लाइक एक्ज्याक्ट इन्ट्रान्स हो कि होइन भनेर अनि बाटोमा चाहिँ यस्तो राम्रोहरू लाइक आई जस्ट लभ क्या यस्तो तिब्बतियन सामानहरू हेर्दै कस्तो लाइक एन्टिक भाइब आउँछ नि त यस्तो रिलेटेड फिल हुन्छ कि आई जस्ट लभ इट है मलाई कस्तो किन्न नि मन थियो मैले एउटा झुम्का चाहिँ किनेर ल्याएको थिएँ त्यहाँबाट 100 रुपिसमा है अनि त्यसपछि रमाइलो भएको थियो अनि बाटोमा जाँदै गर्दाखेरि चाहिँ एकदम धेरै घाम थियो होइन बट लाइक टुरिस्टहरू पनि एकदम धेरै थिए अनि त्यतिखेर चाहिँ के भयो भन्दाखेरि चाहिँ मामालाई चाहिँ मैले नकुद्नु भनेर चाहिँ बट लाइक कुदेको हुनुहुन्थ्यो होइन अनि ठ्याक्क त्यतिखेर चाहिँ एउटा कुकुरले चाहिँ अब हेर्नु कुकुरले झम्टिन्छ पुरै एकछिनको लागि त है मेरो सातो गएको थियो बट लाइक केही भएन पछि चाहिँ त्यही पनि अब यिनीहरूलाई जति भए पनि केही हुँदैन भनेको अनि त्यसपछि हामीले चाहिँ लाइक फाइनल्ली क्या जुन त्यो सिडी देखेँ नि मैले अगाडि देखिरहेको त्यो सिडी देख्ने बित्तिकै ओके यस दिस इज द वान यही हो क्या मेरो बाबा लाइक मेरो ड्याडी भएको फोटोमा भएको भर्याङ त्यही थियो भनेर है यस हामी राइट ठाउँमा आएछ भनेर भयो होइन अनि त्यसपछि मजा आयो है त्यसपछि हामी चाहिँ मस्त हिँड्यौँ मैले पुरै क्या हिँड्दा पनि कस्तो पुरै ठाडो उकालो थियो क्या लिटरली ठाडो उकालो थियो है अनि पछि मेरो भाइ छ क्या एकदम चक्चक्कै उफ्रे गर्छ चिचिरहेर चाहिँ कराइ गर्छ बट लाइक दिस इज लाइक हुन्छ नि कस्तो राम्रो भ्यू होइन आई जस्ट लभ इट अहिले हेर्दा पनि रमाइलो लागिरहेको फाइनली यत्रो लामो लाइक तरेर आयौँ होइन इट वाज लाइक एकदमै हुन्छ नि वर्थ इट एन्ड यहाँ चाहिँ त्यहाँ स्वयम्भूबाटको भ्यू इट वाज सो ब्युटिफुल अनि त्यसपछि मजा आयो त्यसपछि चाहिँ हामीहरू यताउता हल्लेर बस्यौँ एकछिन त्यहाँनिर लाइक सुस्केर माथि थकाइ माथि बस्यौँ अनि फोटो खिच्यौँ टिकटक बनायौँ अनि एन्डमा चाहिँ हामीले लाइक लाफिङ खायौँ अनि चाहिँ उहाँहरूले चाहिँ लाइक किमा नुडल्स खानुभएको थियो अनि मैले चाहिँ भेज नुडल्स खाएँ अनि त्यसपछि चाहिँ हामीले लाइक इन गऱ्यौँ आफ्नो and it was such a nice and memorable day. I love it. So yes, bye bye guys. Bye bye. Bye bye. आजको हाम्रो भिडियो सक्यो. Bye bye.